अहिले चाहिँ म हाम्रो दोकानमा आइसकेको छु अनि 11 बजीदेखि स्टार्ट हो नि त तर म चाहिँ ढिलो आउँछु 11:15 भइसक्यो मेरो कस्टमरको कल आएर यहाँनिर थाली खाने अरे थाली लाइट बाल्छु त्यहाँदेखि साइन अन गर्छु त्यहाँदेखि यो फ्रिजको पुरा यहाँनिर यो फ्रिजमा प्लग लगाउँछु किनभने यहाँ सबै फ्रोजन हुन्छ नि त पानी जुसहरू अनि त्यही भएर हिजो बिकेको कति हो त्यति आउँछ डोरड्यास र उबर इट पुरा मारेको छु किनभने हिजो 8 बजीसम्म अर्डर आयो भने कहिले सफा गर्नु अनि आएर यो अन गर्छु अनि यहाँ किचनमा लाइट बल्यो त्यहाँदेखि मैले यो चाहिँ एउटा पुन्यु घरमा थियो नि त भन्दा बरु यहाँ काम लाग्छ भनेर बोकेर ल्याएँ एउटा अनि यस्तो छ मेरो किचनको हालत अब यसको लागि म के गर्छु भने यहाँ फर्स्टमा म खाना बसाउँछु खाना सकेछ किनभने बिहान आएर जहिले पनि खाना बसाउनु पर्छ हैन अनि खाना चाहिँ मैले चामल चाहिँ खानाको लागि रेडी चामल तल जाइरहनु पर्दैन नि त हिजो 2 बटुको पकाएको मान्छेले अत्ताएर 10वटा थाली गयो अहिले फेरि 4टाको थालीको अर्डर आइसक्यो आज 3 बटुको पकाउँछु अनि फेरि मैले 3 बटुको पकाएको थिएँ फेरि हिजो अनि यो चाहिँ टिकटकबाट अर्डर गरेको एकदम राम्रो छ है मलाई चाहिँ सजिलो लाग्यो हेलो आज फेरि म हाम्रो दोकान मैले ओपन गरिसकेँ अनि म के गर्छु हजुरहरूलाई देखाउँछु म फर्स्टमा आएर यहाँनिर पसिसकेको छु नि त अनि त्यहाँदेखि एउटा यहाँ बत्ती बाल्छु भन्नाले धुपकाठी बाल्छु अनि त्यहाँदेखि मात्र स्टार्ट गर्छु खाना चाहिँ मैले बसाइसकेँ भित्र गएर किनभने छिटो पकाउनु पर्ने हुन्छ अर्डर आइसकेको छ होइन अर्डर आइसकेको छ अनि टक्कसँगले यसो गरेर यता गरेर यहाँनिर मजाले मूर्तिहरू राखेको छ यसरी मजाले सजाएर होइन त्यहाँदेखि म यहाँ राख्छु अनि म किचनभित्र पस्छु किचनमा गएर चाहिँ मेरो एकदम धेरै काम हुन्छ खाना बसिसक्यो किनभने छिटो घरमा अर्डर आइसकेको थियो अनि मैले खाना नि खाना बसाइसकेँ अनि अब म के गर्छु भनेर हजुरहरूलाई सबै म डिटेलली देखाउँछु फर्स्ट एन्ड लास्ट त्यहाँदेखि धम मेरो काम स्टार्ट यो मेरो कपडा चाहिँ यहाँ हो सफा गर्ने हो नि त प्लेटहरू सफा गर्ने हो त्यहाँदेखि यो म यहाँ यस्तो राख्छु अनि एउटा चपिङ बोर्ड राख्छु यो हरियोबाट चपिङ बोर्ड राख्छु यहाँ अर्ग्यानिक धनिया हो है अर्ग्यानिक धनिया हो यो किनभने आज दिनभरिको लागि मात्र म अलिअलि गरेर दिनै काट्छु किनभने बिग्रिँदैन नि त यो चाहिँ घरैमा उम्रेको हो चुला अन गर्नुको लागि यहाँ भित्र छ अनि यहाँ मासु पोल्नुको लागि पनि यहाँ अन गर्नुपर्छ
त्यहाँदेखि स्टार्ट हुन्छ मेरो है काम दिनभरि आज।
मजाले धुन्छु अनि यसलाई नि काट्छु र अनि खानामा टक्कसँगले हुन्छ। मेरो चाहिँ यहाँनिर चिकनको सब्जी पनि पाकिसक्नु आँट्यो अनि आलुको सब्जी त्यहाँनिर मैले तामाको सब्जी पकाइदिएको छु अनि दाल भइहाल्यो रेडी, सबै थोक रेडी भइरहेछ। अनि लास्टमा म पापड बनाउँछु अनि टक्कसँगले म फोन गर्छु होइन, दाजुहरू आउनुहुन्छ खानु, किनभने खानै पाए छैन, त्यही भएर यो खाना कहिले पाक्छ, पाकेपछि यहाँ आउँछ वाममा अनि चलाएर चाहिँ त्यहाँदेखि चाहिँ अनि एकछिनबाट चाहिँ म आधी घन्टा पछाडि मैले खाना खानु बोलाएको छु होइन, मलाई नि त टाइम लाग्छ नि त, त्यही भएर अनि रेडी हुन्छ अनि म टिभीमा गाना लाउँछु, रमाइलो गर्छु, एक्लैकै हो जिन्दा यस्तै छ। अनि नभन्दा मेरोमा कस्तो देखिरहेको छ हौ हेलमेट लाएर, यो चाहिँ कपाल झर्दैन त्यही भएर अनिवार्य लाउनुपर्छ किचनमा, त्यही भएर है मान्छेहरूले यसरी खेल्छ अनि यसरी गार्बेज नजिक हुँदा पनि खेल्दैन। एनिवे जेसुकै होस् अब आउँछ अलिअलि आउँछ, यसो बसेर यसो दुःख गर्ने चाहिँ होइन, घरमा बसिरहनु भन्दा चाहिँ अलिअलि काम गरेको राम्रो भनेर म चाहिँ दुःख गरिरहेको छु। अनि मेरो यो प्लान अर्ग्यानिक प्लान अर्जुनेल है, यो चाहिँ डुप्लिकेट होइन है, यसको लागि चाहिँ म पानी दिन्छु 2 दिन 3 दिनमा, किनभने मजाले मुना पनि आइरहेको छ, यहाँ सानो आइरहेको रहेछ, सानो आइरहेको रहेछ। त्यहाँदेखि मेरो गम्बल छ, गम्बल यो चाहिँ नानीहरूले मन पराउँछ नि त यो चाहिँ। अनि हाम्रो मेन्यु छ, हाम्रो मेन्यु 2027मा अलिकति चेन्ज हुन्छ, त्यहाँदेखि यो ब्याक साइडको सबै छ हामीसँग होइन। अनि मेरो यो गरगहना यो चाहिँ हराएमा डर छैन, यो पनि म बेच्छु, आएर भिजिट गरिदिनु होला इरी गोर्खा ग्रिल एन्ड चिलमा। अनि मैले चाहिँ यसरी मजाले सजाएर राखेको छु, नेपालीको भाइ आओस् न भनेर। अनि त्यहाँदेखि यसरी मजाले डोकोहरू पिराहरू होइन मकैहरू मजाले, अनि मेरो फ्लावर यहाँ धेरै फ्लावर थियो सबै हटाइदिएँ, किनभने सानो छ नि त ठाउँै, अनि त्यो भएपछि मान्छेहरू राम्रोसँगले पनि बस्नुको लागि होइन अप्ठ्यारो हुन्थ्यो, त्यही भएर ब्याक साइडमा ब्याक गर्दाखेरि सबै मेरो फ्लावरहरू कुनै मऱ्यो कुनै भाँच्यो, अनि त्यही भएर मैले सबै कति धेरै घरमा लगायो कति धेरै बाँडेँ पनि। अनि त्यहाँदेखि लिएर एउटा डोको यहाँ छ होइन, के भन्छ डोको भन्छ कि थुम्चे भन्छ कि के भन्छ, अनि नेपालको हो। अनि एसी भनेको यो वर्ष मात्रै लगाइदिएको, पोहोरको साल यस्तो गरम हुन्थ्यो कि ओ माई गड, यो कुल्फी सकेको अहिले नि होइन ल्याइदिँदैन है, अर्डर गरेको छु। अनि यो भनेको हाम्रो किचनभित्र थियो, यो फ्रिज मैले निकालिदिएँ, त्यहाँदेखि मेरो किचन खुल्ला। त्यहाँदेखि यो चाहिँ समीर भाइले बनाएको प्रिन्ट, अनि त्यहाँदेखि लिएर हाम्रो एटिएम मिसिन पनि छ, अनि त्यहाँदेखि लिएर 2टा ग्याम छ, बाँसुरी, त्यहाँदेखि खानाको लागि आइटम यो छ है, यो प्रकारको छ। अनि यस्तो छ, यहाँ चाहिँ हामी खानेकुराहरू लगेर सर्भ गर्छौँ, यसलाई निट एन्ड क्लिन राख्छौँ होइन। अनि पर्दा ठक्क लगाएको छु मैले सानो होइन, किनभने मान्छेहरूले हिँड्छ क्या, हिँड्छ मान्छेहरूले। अब यहाँभित्र यस्तो मजाले यहाँनिर लेखिदिएको छ नि त इम्प्लोइ ओन्ली भनेर होइन, तर पनि हाम्रो नेपालीको बानी बेहोरा कस्तो 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 हो कस्तो सट्टै आउँछ नि होइन। अनि आएर चाहिँ यसो गरेर पर्छ, हेलो को हुनुहुन्छ भन्छ, आउनु त अब के गर्नु कोही पनि हुँदैन अगाडि, त्यही भएर पनि होला। अनि भित्र आएर कसै त नि यसो गरेर भित्र आएर म त किचनमा पकाइरहेको हुन्छु। अब किचनको हालत कस्तो हुन्छ भने तपाईँहरूलाई थाहा छ नि, त्यहाँदेखि यस्तो पकाइरहेको हुन्छु कि। अनि आगो टक्क मारेँ मैले, अब किनभने यो धेरै पकायो भने सुप सबै घटेर जान्छ, अनि फेरि पानी लाउनुपर्छ। अनि यसो गरेर पकाइरहेको हुन्छु, यहाँ मैला हुन्छ, त्यहाँदेखि यसो गरेर हेर्छ के मलाई चाहिँ के पकाएको भनेर यसरी हेरिदिन्छ। अनि माई नै हाम्रो चाहिँ पकाउनेको होइन,
यसरी किचनमा पसिदियो भने माइ नै अर्कैपट्टि जान्छ क्या अनि डिस्टर्ब हुन्छ हामीलाई चाहिँ माइन्ड चेन्ज भइहाल्छ क्या किन आएको होला किन पसेको होला यस्तो हेर्नु नि बाहिर गएर यसरी यसो टालेको हेर्नु नि किन भित्र पसिदिएको होला किचनभित्र खासै भने पस्नु मिल्दैन है त मेरो के भयो ए ठिकै छ अनि पस्नु मिल्दैन नि त किचनभित्र अनि के गर्नु नेपालीको बानी त हो साथीहरू आउँछ ओर्छन् के गर्दैछ गर्छन् किचनमा त्यही हो यस्तै छ कुरा नगरौँ अनि त्यहाँदेखि मेरो चाहिँ अब खाना पर्खेको 4 जना दाजुहरू आउनुहुँदै हुनुहुन्छ अरे मेरो ग्लोभ्स पनि निकाल्छु अनि त्यहाँदेखि कस्तो भयो अनि खाना पाए छैन नि त त्यस्तै हो यता गर उता गर होइन दिनभरि काम गऱ्यो ओऱ्यो गलिन्छ नि त जे होस् यो वर्षा चाहिँ यो एसी लगाइदिएर एकदम राम्रो गरिदिएको छ होइन अनि उतापट्टि डम्बर दाजुको दोकान थियो लुगाको होइन उसको नि आगो लागेर सखाप त्यहाँदेखि हाम्रो पनि 2 महिना बन्द गर्नु पर्यो नि त अनि जे होस् यस्तै हो चलिरहेछ दोकान होइन अलिअलि तातो गर्मी हुन्छ किचनभित्र चाहिँ अनि बेला बेला निक्लेर चाहिँ बाहिर बस्नुपर्ने हुन्छ किनभने गरममा बिरामी हुन्छ नि त धेरै पानीहरू खाइरहनुपर्छ अनि एसी लगाइदिएको छ यसपालि चाहिँ एकदम राम्रो लागिरहेछ है मलाई चाहिँ अनि बेला बेला यहाँ आउँछु ओर्छु यस्तै छ जिन्दगी यस्तै हो के गर्नु काम नगरिनु हुँदैन के गर्नु काम गर्नु पर्यो बिस्तारै रेडी 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 खाना जाँदैछ 6वटा थाली पनि रेडी भयो घिउदेखि लिएर सबै मजाले मिलाएर राखेको छु यहाँ लास्टको चाहिँ छोपिदिएको छु अब खाना रेडी अब बाहिर कस्टमर बसिरहनु छ अब लगिदिने पानीपुरी ठन पानीपुरी सिद्धिहाल्यो फेरि अर्डर आएको छ बनाए सबैजना गइसक्यो खाना खाएन अनि त्यहाँदेखि मैले फेरि पानीपुरीको फोका बनाउनु सुरु गरेँ किनभने फेरि अर्डर आयो नि त 2टा एउटा चाहिँ मैले बेचिसकेँ अनि पानीपुरी फोका यतिको बनाइसकेँ पानीपुरी फाइनली रेडी भयो यहाँ चाहिँ मजाले धनिया मजाले ग्राइन्ड गरेर लगाइदिएको छु मैले अनि यसको लागि छोप्नु चाहिन्छ बाहिर चाहिँ यस्तो तातो छ कि ओ माय गॉड भन्नै सकिँदैन कति छ भने तातो 80-90 एबभ छ अनि पानी नखाइ त सकिँदैन
आम्मामा त तातो छ एकछिन रेस्ट गरेको मेरोमा फेरि यहाँ बटर चिकनको लागि यहाँनिर मासु फ्राई गर्दैछु अनि यहाँ चाहिँ के हो भने यहाँ थुक्पा उसिन्नु आँटेको थुक्पाको लागि चाहिँ यो नेपालको चलाउँछौँ है हामी चाहिँ मलाई नि यही मनपर्छ अनि सबैलाई यही दिन्छु कसरी लाउनु हो त्यहाँदेखि लिएर अब थुक्पा पनि त कम्ती बनाउँछु नि त धेरै जस्तो चाउमिन जान्छ पड्किन्छ होला 100तिर आयो भने चाहिँ अब यति रहेछौ समोसा रेडी ओइ बिर्सिन्छ होला आज ल 2टा अर्डर त्यहाँदेखि यो फ्राई राइसको लागि चिकन फ्राई राइसको लागि त्यहाँदेखि हाम्रो डम्पलिङ पनि रेडी भइसकेछ
यसले मलाई चिन्छ भनिरहेको छु तिमीलाई। ए उता आँटी भयो ए ठिक छ चिकन करी भन्दैछ मिठो भएछ कति भएछ हौ टाइम आज आम्मा 7:50 भइसकेछ हौ अब 10 मिनट छ घर जानु होइन दिदी चाउमिन रेडी छ रेडी अब चाउमिन पनि रेडी भइसक्यो हाम्रो लास्ट अर्डरै यो चाहिँ त्यहाँदेखि अब हामीहरू घर जाने यति नै हो लास्ट अर्डर चाहिँ रेडी भयो ल झरे पनि एउटा कागती त आजलाई चाहिँ होइन मैले काम गरिसकेँ 8 आवर्स अनि म चाहिँ घर फर्किँदैछु अब भोलि आउँछु यस्तो बिजी भयो कि गाइस कतिवटा चाहिँ भिडियोहरू क्लिपै गर्नु पाइनँ होइन अब यसरी नै म भिडियो बनाउँदै गर्छु हजुरहरूले हेरिदिनु होला साथ दिनु होला किनभने अँधेरो भइसक्यो नि त अनि हाम्रो चाहिँ यहाँनिर इरी पेल्चिमेनियामा हो गोर्खा ग्रिल एन्ड चिल भनेर चाहिँ तपाईँहरूले सर्च गर्नुभयो भने गुगलमा आउँछ के खानु मन लाग्छ मेनुमा हेर्दा भइहाल्छ गुगलमा गएर चेक गर्दा हुन्छ भन्दै म चाहिँ बाटो लागिरहेको छु अनि घर पनि आइपुग्नु आँटेँ म घर पुगेर के गर्छु हातमुख धुन्छु यस्तो गलेको छु नि त 4 दिन भयो काम गरेको भोलिसम्म 5 दिन हुन्छ अनि हाम्रो चाहिँ हप्तामा 5 डेज मात्र चलाउँछु नि त रेस्टुरेन्ट अनि त्यही भएर 2 डेज चाहिँ रेस्ट गर्छु अब हेल्थलाई पनि हेर्नु पर्यो रेस्ट गरेन भने कसरी काम गर्न सकिन्छ नि भन्दै मेरो फोन पनि झर्यो